नमस्ते, म डाक्टर कमल राजस्थान। म कन्सल्टेन्ट डर्माटोलोजिस्ट, छाला तथा यौन रोग विशेषज्ञ, महाल रेडियन्ट स्किन केयर एन्ड हेयर ट्रान्सप्लान्ट सेन्टर सामाकोशी काठमाडौँमा कार्य छु। यदि तपाईहरुले पनि छाला सम्बन्धी कुनै समस्या परेमा, कपाल झर्ने समस्या भएमा, कपाल प्रत्यारोपण गर्नुपर्ने भएमा अथवा यौन रोग सम्बन्धी कुनै पनि प्रकारका सल्लाह सुझाव अथवा उपचार चाहिएमा मलाई यहाँ भेट्न सक्नुहुन्छ। लिङ्गमा अथवा योनिमा घाउ आउने अवस्थालाई मेडिकल ल्याङ्ग्वेजमा चाहिँ जेनाइटल अल्सर भनिन्छ अथवा यौनाङ्गमा आउने घाउलाई चाहिँ मेडिकल भाषामा जेनाइटल अल्सर भनिन्छ। यदि कोही व्यक्ति सेक्सुअली एक्टिभ छ, हैन, यौन क्रियाकलापमा संलग्न भइरहेको व्यक्ति छ र उसलाई घाउ आयो भने हामीले सुरुमा चाहिँ त्यसलाई चाहिँ यौन रोग नै भन्छौँ। सुरुमा चाहिँ, हैन, पछि जाँचहरू गर्दाखेरि अरू पनि हुन सक्छ, तर यदि शारीरिक सम्बन्ध व्यक्तिबाट भइरहेको छ र उसलाई घाउ भएको छ, विशेष गरी यदि अरू व्यक्तिसँग चाहिँ यो बिना प्रोटेक्सन अथवा बिना कन्डम चाहिँ यदि शारीरिक सम्बन्ध भएको छ र घाउ आएको छ भने हामीले सुरुमा सोच्नुपर्ने नै यौन रोग हो कि भनेर हामीले सोध्दछौँ। हुन त सबै यौनाङ्गमा घाउने घाउहरू यौन रोगले नआएको पनि हुन सक्दछ। यौनाङ्गमा घाउहरू दुईटा कुरा मुख्य भयो। एउटा चाहिँ यौन रोगको कारणले आएको हुन सक्दछ, अर्को चाहिँ यौन रोग नभई अरू विभिन्न प्रकारका छालाका बिमारीहरूले गर्दा आएको हुन सक्दछ। अब यदि यौन रोगले घाउ आएको छ लिङ्गमा अथवा योनिमा भए चाहिँ त्यो कस्तो हुन्छ भने, यदि असुरक्षित शारीरिक सम्बन्ध भएको, होइन, तेस्रो चौथो दिनमा दुख्ने खालको पानी फका जस्तो घाउहरू आएको छ भने हर्पिज, होइन, हर्पिज जेनेटालिस भन्ने यौन रोग हुन सक्दछ। यो चाहिँ मेरो च्यानलमा यसको बारेमा एउटा डिटेल भिडियो छ, तपाईहरु हेर्न सक्नुहुन्छ। अथवा स्याङ्क्रोइड भन्ने अरू बिमारीहरू हुन्छ, होइन, त्यस्तो प्रकारको गोनोरियाहरू, होइन, यस्तो प्रकारको बिमारीमा पनि घाउ आउन सक्दछ। यदि शारीरिक सम्बन्ध भएको 3 दिन 5 दिनमा चाहिँ घाउहरू आयो भने चाहिँ यो चाहिँ यस्तो प्रकारको हुन सक्दछ। अब तर शारीरिक सम्बन्ध गरेको सपोज मानिलिउँ 3 हप्ता 4 हप्तामा घाउ आयो, नदुख्ने खालको, होइन, बटन जस्तो त्यस्तो खालको घाउ आयो, जनरली एउटा मात्रै प्रकारको 3-4 हप्तामा घाउ आयो भने त्यो फेरि भिरिङ्गी पनि हुन सक्दछ, जसलाई सिफिलिस भनेर अङ्ग्रेजी भाषामा भनिन्छ। सिफिलिस जस्ता घाउहरू चाहिँ 3 हप्ता 4 हप्तामा आउन सक्दछन्। अथवा कहिलेकाहीँ मुसा पनि आउन सक्दछ, जो चाहिँ सामान्यतया 2 महिना 3 महिनामा मुसाहरू अथवा मोलस्कम कन्टाजियोसम भन्ने त्यस्तै प्रकारको दाना आउने घाउहरू चाहिँ 4 महिना 6 महिना पनि आउन सक्दछ। भन्न खोजेको के भने, यदि व्यक्ति चाहिँ शारीरिक सम्बन्ध उबाट भइरहेको छ, होइन, सेक्सुअली व्यक्ति एक्टिभ छ र सेक्सुअली एक्टिभ हुँदाहुँदै, होइन, केही समयमा 3 दिनमा 5 दिनमा 1 महिनामा 2 महिनामा 3 महिनामा घाउहरू आयो भने त्यस्तो अवस्थामा चाहिँ हामीले सुरुमा चाहिँ यौन रोग नै भनेर त्यो लाइनमा चाहिँ हामीले ट्रिटमेन्ट गर्दछौँ। तर अब व्यक्ति शारीरिक रूपमा चाहिँ सेक्सुअली व्यक्ति एक्टिभ पनि छ, होइन, अनि फेरि उसलाई घाउ आयो भने यौन रोग नहुन पनि सक्दछ। अरू विभिन्न कारणहरू जस्तै, होइन, लिङ्गमा अथवा योनिमा कुनै पनि प्रकारका एक्जेमाहरू, एलर्जीहरू, जसलाई हामीले नेपाली भाषामा दाँत भन्छौँ, त्यस्तो प्रकारको एलर्जी आयो भने पनि यौनाङ्गमै आउँछ, तर त्यो चाहिँ यौन रोग होइन। अथवा कहिलेकाहीँ डायबिटिज अथवा सुगर लेभल बढेको व्यक्तिलाई चाहिँ, होइन, अगाडिको ग्ल्यान्ड्समा चाहिँ बिबिराहरू, सानसानो बिबिराहरू आउने, रातो हुने, एकदमै चिलाउने, अथवा जुन फोर स्किन हुन्छ, होइन, जुन ढक्कनी हुन्छ, त्यो ढक्कनी चाहिँ चिरा परेको जस्तो हुने अथवा त्यसमा घाउ हुने, यस्तो प्रकारको हुन्छ, जुन अब डायबिटिजको कारणले हो। यो पनि यौन रोग होइन। अथवा कहिलेकाहीँ इभन लिङ्गको क्यान्सरै पनि हुन सक्छ, त्यो क्यान्सरमा पनि घाउहरू आउन सक्दछ, जुन यौन रोग होइन। त्यही भएर हामीले एउटा कुरा बुझ्नुपर्ने कुरा के छ भने, लिङ्गमा अथवा योनिमा घाउ आउने बित्तिकै यसलाई यो यौन रोगै हो भनेर हामीले 100% भनेर किटाणुका साथ भन्न पनि सक्दैनौँ। अरू विभिन्न कारणले, छालाको विभिन्न प्रकारका समस्याहरूले गर्दा पनि त्यो यौनाङ्गमा घाउ आउन सक्दछ। तर यदि व्यक्तिको, होइन, असुरक्षित शारीरिक सम्बन्ध, होइन, कसैसँग भएको छ र त्यो भएपछि को केही समयमा घाउहरू आयो भने चाहिँ त्यो चाहिँ यौन रोग हुने अत्याधिक एउटा सम्भावना हुँदछ। यदि त्यस्तो प्रकारको घाउहरू आएको छ भने तपाईँहरूले आफ्नो नजिकको चाहिँ छाला रोग विशेषज्ञलाई जचाउन सक्नुहुँदछ। अथवा तुरुन्तै यदि तपाईँहरू जान सक्नुहुन्न भने तपाईँहरूले त्यसको लागि चाहिँ घाउ आएको छ भने चाहिँ म्युपिरोसिन भन्ने क्रिम पाइन्छ, तपाईँले फोटोमा पनि हेर्न सक्नुहुन्छ। यस्तो प्रकारको क्रिम चाहिँ तपाईँहरूले लगाउन सक्नुहुन्छ। जहिले पनि सफा गर्दा, लिङ्ग सफा गर्दा अथवा योनि पनि सफा गर्दा एकदम सादा पानीले अथवा साबुन प्रयोगै गर्नु पर्यो। थोरै फिज निकालेर त्यसले चाहिँ मनतातो पानीले बिहान बेलुका सफा गर्न सक्नुहुन्छ। नुहाउने साबुनहरू भरसक प्रयोग नगर्नु होला, अथवा डेटोलको झोलहरू, होइन, अथवा कतिजनाले त फिर्किरीले पनि सफा गराउनुहुन्छ। यस्तो कुराहरूले चाहिँ सफा नगर्नु होला। एकदम थोरै साबुन अलिकति लगाएर मनतातो पानीले सफा गर्नु होला। अनि यो म्युपिरोसिन भन्ने क्रिम जुन छ, यो क्रिम चाहिँ तपाईँहरूले
लगाउन सक्नुहुन्छ। त्यसै गरी तपाईँहरूलाई डायबिटिज भएको छ, सुगर भएको छ हैन, अनि बाहिरको चाहिँ जुन फोरस्किन हुन्छ अथवा त्यो ढकनी हुन्छ त्यसमा चाहिँ फाटिने, च्यातिने अथवा त्यसमा चिलाउने हैन, त्यस्तो प्रकारको समस्या छ भने तपाईँहरूले क्लोट्रिमाजोल क्रिम हैन तपाईँहरूले स्क्रिनमा हेर्न सक्नुहुन्छ। त्यस्तो प्रकारको ओइन्टमेन्ट चाहिँ तपाईँहरूले बिहान बेलुका लगाउन सक्नुहुन्छ। तर यदि तपाईँहरूको असुरक्षित शारीरिक सम्बन्ध भएपछि घाउ आएको छ भने त्यो चाहिँ यौन रोग हुन सक्दछ। यस्तो प्रकारको औषधि लगाउनुभन्दा पनि आफ्नो नजिकको हैन डाक्टरकोमा गएर सरसल्लाह गरेर तपाईँहरूले उपचार गर्नु चाहिँ त्यो चाहिँ राम्रो